आज बहिनीले बनाउँदै थिइन् मासु। मासुको लागि तिनले प्यानमा तेल हालेर तताइन् अनि त्यसपछि मैले प्याज छिलेर काटिदिएँ। प्याज छिलेर काटिसकेपछि माइजूले चाहिँ मासु काट्दै हुनुहुन्थ्यो। मासु काटिसकेपछि र बहिनीले प्यान तताएर तेल हालेर अघि काटेको प्याज हालिन्। प्याज हालिसकेपछि माइजूले अघि काटेको त्यो मासुलाई मैले भित्र लगिदिएँ। भित्र लगिसकेपछि प्याज रातो रातो भइसकेपछि त्यो मासुलाई प्यानमा हालेर चलाइन्। चलाइसकेपछि स्वाद अनुसारको नुन बेसार हालिन्। हालिसकेपछि एकछिन चलाइन्। चलाइसकेपछि अब पालो मसलाको थियो। मसला पनि स्वाद अनुसार 3 चम्चा हालेर चलाइन्। हालिसकेपछि त्यसलाई एकछिनसम्म चलाएर त्यसपछि पालो आउँछ मिट मसला। मिट मसला पनि थोरै हालेर त्यसलाई मजाले चलाइदिन्छन्। अनि हामीले चाहिँ यता साइडमा बसेर कसरी पकाइरहेकी छिन् त्यो सबै हामीले हेरेर बसिरहेका थियौँ। अनि एकछिनमा मासु पनि पाक्यो र मैले चाहेको मिठो भएको थियो र त्यसलाई अझै 5 मिनेट पकाएपछि रेडी हुन्छ बहिनीले पकाएको मासु र त्यसलाई थालमा मासु भात गरेर हालेँ।